साथीहरू, श्री सेवा समाज युवा क्लबद्वारा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रममा हाम्रो नेपालबाट चर्चित कलाकार चेतन बोहरा, आशिष महरा सर आइसक्नुभएका छन्। भोलि हाम्रो सिङ्गलपुर 4 रस्ता मल्टिपर्पज हलमा कार्यक्रम हुन गइरहेको छ। तपाईहरु पनि आउनुहोला र यो दुई शब्द बोलिदिनको लागि हाम्रो यस कार्यक्रमका उद्घोषक सञ्चालक हाम्रो सुशान्त निर्धोक सरलाई आग्रह गर्न चाहे। धन्यवाद दिपु सरलाई। हाम्रो होली विशेष विरत सांस्कृतिक कार्यक्रममा हाम्रा नेपालका शान बहुचर्चित कलाकार चेतन बोहरा सर, सँगसँगै भोइस अफ नेपालका फाइनलिस्टमा पुग्न सफल वरिष्ठ गायक आशिष महर सर र सँगसँगै हामीसँग लोकपप गायिका सृजना खत्रीजीको उपस्थिति भइसकेका छ। उहाँ तयारी अवस्थामा आउन लाग्नुभएको छ। यहाँहरू सबैजनालाई उहाँहरू हामीसँग पुगिसकेको जानकारी सहित भोलि यहाँहरू सबैजनाले हाम्रो कार्यक्रममा आएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिनु हुनका लागि आभार व्यक्त गर्न चाहन्छौँ। सर के दुई शब्द। नमस्कार छ सबैजनालाई। हामी सुरतमा आइसकेका छौँ र तपाईहरुको नजिकै छौँ। भोलि सन्डे छ। तपाईहरु जति पनि हामीलाई यो भिडियो हेर्दै हुनुहुन्छ भोलि आउनु होला कार्यक्रममा। तपाईहरुले मिलेर कार्यक्रममा फुल इन्जोय गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, नाच्नुपर्छ, गाउनुपर्छ र देउडा खेल्नुहुन्छ है त। आशिष सर नमस्कार सबैजनामा फेरि पनि सबैजनालाई मनैदेखि चुलिन्छु। भोलिको एक दिन छुट्टीको दिन सबैजनाले जसो तसो समय मिलाएर आइदिनुहोस्। वर्षपछि 22-23 वर्षको उमेरपछि भेट्नु पाएको छ तपाईँहरूसँग। यो भेट सायद कसैले जुर्दैन, त्यसैले अब सबैजना आइदिनुहोस्, रमाइलो गर्नुपर्छ है त हजुर। फेरि पनि मनैदेखि चुलिन्छु। सबैजना आउनुहोस्, लोकेसन हेरेर सबैजनाले आजैदेखि थालिहाल्नुहोस्, आउनु होला है त हजुर। सर एक शब्द कहाँ होला घरबार? कहाँ होला दरबार, कहाँ होला रानीको कल्ला हो घरबार, कल्ला हो बालबच्चा, कल्ला हो घरबार, कल्ला हो बालबच्चा। Thank you so much.